भइस हगा न त्यसलाई अहिले रिसाउँछ अरे रिसाइसक्यो त्यहाँ आमा चाहिँले नै थेतर बनायो के हो त्यही हो म त्यसै गाली गर्छु नानी आमै छ नानी जस्तो खै आधी बाटी पुग्नु आँटेछ त गाडी कता गयो म त मलाई नै छु भन्ने थियो हामी बिस्तारै नानी खेलाउँदै झर्दै गर्छौँ भनेको थिएँ मैले त्यसलाई